हेलो एभ्रिवान आज चाहिँ म तपाईहरुलाई एउटा कुरा भन्छु। आज चाहिँ पानी परेकाले यस्तो नजारा भइराखेको छ। अनि हाम्रो घरमा चाहिँ फेरि पानी परेकै दिन दुईटा हाँस काट्नु भएको छ। अनि आज चाहिँ बाबाको बर्थडे पनि हो। अनि गाइस अब मेरो घरमा के पाक्छ म त्यो हेरि देखाउँछु नि के पाक्छ। अनि रमाइलो गरेर खानुपर्छ ल। यता चाहिँ मम्मी र भाइ ठुलो मम्मीको छोरा भाइ भात पकाउने मान्छे हैन अध्यारो छ भित्र रिदम र म चाहिँ भान्से। अनि म चाहिँ यहाँ भ्लगर। अब एकछिन म तपाईहरुलाई लान्छु हाँस काटेको ठाउँमा। अनि म चाहिँ यस्तो बनेको पानी परेकाले एकछिन उयोहरुमा हाँस काटेको ठाउँमा यस्तो अब यहाँ चाहिँ हाँस काट्दै हुन्छ। अनि यहाँ चाहिँ भाइ छ। अनि यहाँ चाहिँ भान्से रिदमे। यहाँ चाहिँ आज बाबाको बर्थडे भएर यहाँ हाँस काट्ने हुनुहुन्छ दुईटा। अब चाहिँ फेरि पानी पर्न थाल्यो। अनि म चाहिँ यहाँ मुस्लिम जस्तो भनिराखेको छु पानी परेकोले। अनि यहाँ चाहिँ रिदमे मलाई हेरेर हाँसेको छ। अब हाँस दुईटा मात्रै छन्। अब अघि त पानी परेर कस्तो भएको थिएन गाइस। अब चाहिँ म तपाईहरुलाई घरभित्र लान्छु ल। भान्सेसित भेट। यहाँ चाहिँ दुईजना भान्सेहरू छन्। यहाँ रिदम र मम्मी हुन्छ भान्से। अँध्यारोमा केही पनि देखिँदैन फेरि। यहाँ चाहिँ भान्से दुईजना। अनि यहाँ चाहिँ हाँस काट्ने। अनि यहाँ रिदम पनि आएको छ मसित भ्लग बनाउन। अब म चाहिँ तपाईहरुलाई बुवासित लान्छु। कुखुरा छन्। अघि एउटा कुरा भन्छु कि यहाँ साइडमै बिजुली यत्रो चम्केको छ। यहाँ चाहिँ बुवा हुनुहुन्छ आगो थापी बस्नु भएको छ। अनि यहाँ चाहिँ बुवा हुन्छ भाइ बुवा। आज म चाहिँ जान्छु फेरि गराङ गुडुङ आउनु। तपाईँले मेरो पार्ट 1 को भ्लग त हेर्नै भएको होला कस्तो लडेको थियो भनेर। अब लग्दै जान्छु है म त। मेरो गाउँ दुलोसुका यही हो मेरो सहर मेरो लागि। म चाहिँ मुस्लिम जस्तो बनेकै छु अरे। यहाँ चाहिँ मम्मीले तेल किनेर आउनु हो। अनि देखाएको हुन्छ। के पकाउने भन्ने कुरा थाहा छ नि। के पकाउने अरे मासु अनि खाने अनि दिउँसी त खाने हैन। बुवालाई मैले देखाएँ। बुवालाई बोल्न लान आइज ओ त भन्ला ल तपाईहरुलाई फेरि बुवासित लग्न आएको छु। हेर्नु है त जाँदैछु म चाहिँ। बुवा आज हाँस खानुहुन्छ कि हुँदैन? आइज जु यसलाई चाहिँ गाउँ देखाउनु भ्लगमा धेरै भइरहेको छ। अनि अब यहाँ भ्लग त बनाउनु पर्यो नि त। फेरि अब सिल्भर प्ले बटन पनि आउने होला। यो चाहिँ म देखाइदिन्छु है तपाईहरुलाई कसको। यहाँ पुरानो बुट्टा छन्। यहाँ त के देखाउनु र यो चाहिँ किचन हाम्रो। अनि घर चाहिँ म देखाउँछु है तपाईहरुलाई। यो चाहिँ हाम्रो घर। अनि उता चाहिँ किचन। अनि उयो चाहिँ दुईजनाले मासु काट्दैछन्। अनि आज बाबाको बर्थडे भयो। अब तपाईहरुलाई म यहाँको नजारा देखाउँछु है। नजारा चाहिँ देखाउँदैछु गाइस। तपाईहरुले देख्ने भएको होला मैले अर्को भ्लगमा हालेको। मैले दुईचोटि भन्नु पर्यो म लडेको थिएँ नि त्यसमा हाँस्नु। त्यो पनि हेर्दिनु होला हेर्नु। यहाँ चाहिँ म आउँदैछु हात नै दुःख गयो। यो चाहिँ गफ गरेको
अम्मा चाहिँ गएको ल ल म चाहिँ यहाँ आमासित लग्दैछु यहाँ चाहिँ मम्मी फेरि टुखुल हिँड्नुहुन्छ यहाँ चाहिँ आमा आउँदै हुन्छ आमालाई बोल्न ला न त्यहाँ एकछिन हाम्रो आमा हो भनेर हाम्रो आमा हो यो चाहिँ अनि आमा आज मासु खानुहुन्छ खानुपर्छ मासु हो त्यसरी देखाउनु पो त बुवालाई पनि देखाइस् उता चाहिँ यो उड्केको घर यो लम्बे न लम्बे म भन्दा नि लम्बे तेरो घरमा पनि देखाएर अब तलतिर जान्छौँ हामी दुईजना चाहिँ मिनी भ्लग बनाएर